It's 9 a.m. ब्लग हो उठ्नु होइन उठ्ने होइन उठ्ने उठ्ने कुरो फोन गर्न उठाएको प्लान्टहरूलाई अब पानी हाल्नु पर्यो किनकि अब 4-5 दिन उनीहरूले पानी पिउन पाउँदैन होइन यही भएर सबैजनालाई मजाले पानी हालेर जाने आज 4-5 दिनपछि जसरी एउटा कफी बनाएको ल हामी त अब निस्किन लाग्यो दस ढेक्या चाहिँ ल दस हामी कहाँ भेट्ने होइन कहाँ भेट्ने ए ल ए माथि ओके हुन्छ दस ओके ल दस प्याकिङ भइसक्यो ल ओके म अब आधी घन्टाभित्र निस्किन्छु केटाहरूलाई फोन गरेर उठाउनु पर्छ है उठाउने कार्यक्रम भइरहेको छ अब अहिले चाहिँ ए ल ओके अझै म उठ्दैछु के को स्पिकर हो स्पिकर होइन त्यो हावा हाल्ने हो सही हो बारे निमानासँगै त्यसरी लिएर आएर हुन्छ कि रिसोर्सेस तर मेरो सुटकेस त यहाँ अट्छ नि अट्छ अनि अट्छ त अनि यहीँ हाल्ने हो नि एकछिन म झोला निकालेर सुटकेस ल खोइ मलाई बाटो छोडिदिनु म केटाहरू लिन जान्छु अनि हामी चाहिँ कहाँ जानु रे तिमीहरू बाबु सोल्टीकोमा त्यहाँ कफी खाँदै गर नि त अनुप दाइकोमा वर्कसपमा होइन हुन्छ हामी वी आर गेटिङ रेडी एकदम आज वी आर गोइङ टु पोखरा फ्रम काठमाडौँ हाम्रो दुईवटा गाडी अलरेडी छ दुईवटा गाडी चाहिँ आउँदैछ अनि अब हामी बिस्तारै पोखरातर्फ लाग्दैछौँ बिकज भोलि के छ सोल्टी भोलि बिहेको जन्ती ये गाइज वे कमिङ फर यु गाइज हैन यो एउटाको बाइ द वे यो एउटाको जुत्ता हो है निमा सोल्टीको मात्रै है 2 जोर 3 जोर 3 जोर ओ माय गॉड रिस्की रहा एक जोर रिसेप्सनको लागि के आमा गाह्रो छ नि हुन्छ सानो खुसी हो है त्यहाँबाट डिरेक्सन त्यसरी जाँदै गर्नु चिसो कपडा मात्र हो चिसो सुक्ला छ long time no see Salty how are you Salty all good खुसी लाग्यो यार धेरै पछि सोल्टी एकदम सोल्टीकै घरमा आइपुग्यौँ सरी सोल्टी सब ठिकठाक छ एकदम सोल्टी सोल्टी त पुरै व्यस्तका व्यस्त अनि अलिअलि कहाँ जस्तो पक्लाडहरू सोल्टी सोल्टी जस्तो कल पारामा दौडे त सोल्टी इन्टरनेसनल हाने सोल्टीलाई अस्ति थमेलमा के अरे मैले सुनेको थिएँ सोल्टीको नि त्यहाँ रहेछ नि त होइन अहिले होइन इन्टरटेनमेन्ट गरेर सोल्टी आउँदै अब मिलाएर आउनुपर्छ त्यहाँ पनि है घरमा आएर टक्क लगाएर रेस्टिङ कार्डै देखाएको छैन र हाम्रो रेस्टिङ कार्ड नि हुन्छ 15 केजी भयो क्या है सोल्टीको हटेको 13 केजी है ठ्याक्कै 115 थियो अहिले 102 है दामी एकदम राम्रो डेडिकेसन सोल्टीहरूलाई मोटिभेसन डिसिप्लिन होइन यो हो नि त तरिका चिफ गेस्ट के छ सोल्टीहरू हालखबर खुसी लागिरहेछ यार प्रेममा सोल्टी लङ टाइम नसे है सोल्टी धेरै लामो भयो है आज यो के भन्छ हाम्रो यो कार्यक्रमले गर्दा सबलाई भेट्ने मौका पाएँ एकदम खुसी लाग्यो धेरै एकदम खुसी कुरा अहिले चाहिँ पिज्जा खाँदै गरेर हामी अन्डर नजाने के अरे अनि विकल कहाँ छ अरे विकल चाहिँ जाँदैछ होइन यहाँ आउँदैन मैले चाहिँ त्यहाँ बाटोमा त्यो स्वयम्भूतिर कफी खाएर बस्दै गर भन्छु हुन्छ एकछिन 1 2 3 4 5 6 7 8 9 जना होइन अनि अनि वाट
यहाँ तिमीहरू गाडीमा राख होइन अनि निमाको अझै बाबु सर्टिफिकेट सुकेश निमाकोमा किनकि मेरोमा ठाउँ छैन यो गिटारहरू छ नि त अनि हामी त्यहाँ त्यो अर्को प्लानहरू हुँदैछ कसरी जाने के गर्ने ट्याक गरेर सामने ट्याक गरेर 4 जना आरामले बिचमा हात राख्ने पाराले जान्छ अब बिस्तारै कफी खाएर चाहिँ हामी जाँदैछौँ के त्यो ढ्याप्प गरिदियो त यस अब हामी जाने तयारीमा ओहो गुड मर्निङ सोल्टी त सरी यार पिकल भाइ केटाहरू जम्मा गरेर खाजा साजा त्यहाँ रोकेर सामानहरू हाल्ने यताउति कफी सफी खाएर जाम हुँदै हुँदै आउँदाखेरि चाहिँ 2 घन्टा लाग्यो 2 घन्टा त भएन होला है सोल्टी ल आजको हाम्रो यात्रा चाहिँ एउटा अनि उतापट्टि अनि यो 3वटामा यात्रा हुँदैछ र गाइजहरू यहाँ अब बिग मार्टमा हल्का सामानहरू किनेर त्यहाँदेखि हामी जाने एकैछिन है सोल्टी सनरुबाट उभिएर हान्ने तलको मेन हाइवेमा भन्दा यता देख्छ के हो आदि मात्र खोल्यो नि त अनि एक्सपिरियन्स छैन होला आदि यति हो खोल्ने निमा गरेर त अन्त ओके सो अब अहिले चाहिँ हामी काठमाडौँबाट हिँडेको आई थिङ्क 30 मिनट्स जस्तो भयो अनि धारके जाँदैछौँ यो चाहिँ बाटो हाइवेमा हो अनि कफी ब्रेक केटाहरूले चाहिँ सब बन्दोबस्त गरेछ यहाँ यति भएपछि चाहिँ यहाँ कफी बन्ने भयो होला केटाहरूको के छ मोलो Yo, it's a boy. Look, wait. It's a boy. ALBOGRG on the microphone, nigga. यहाँ चाहिँ कफी बनाउँदैछ पानी कति हाल्ने हाल्नु पुरो भयो अलिकति खानु पऱ्यो त्यहाँ होइन अनि अझै चाहियो होला होइन सोल्टी तपाईँलाई वेलकम छ यहाँ अमित सोल्टीको Hello. भिडियोमा Haha guys, welcome to my vlog. र आज हामी पोखरा जाँदैछौँ बिकी दाइको बेको लागि अनि सबैजना साथीभाइहरू अल द वे फ्रम काठमाडौँ हामी लगभग 3वटा गाडीमा एउटा गाडी आउँदैछ एउटा गाडी चाहिँ कुङ्गेट भाइ आउँदैछ हामी 14-15 जना छौँ योपालि र धेरै होइन र योपालि चाहिँ नि सबले छुट्टी पनि पायो होइन जस्तै छुट्टी पनि पायो थ्याङ्क यू बिकी दाई हामीलाई यस्तो माहौल गरिदिनु भयो अनि सरी तपाईँको जिन्दगी सक्यो भन्छ मलाई त्यस्तो लाग्दैन है फेरि मलाई चाहिँ त्यस्तो लाग्छ बल्ल सुरु भयो जस्तो लाग्छ बिकी दाई फेरि भाउजू मैले त्यस्तो के भने होइन है फेरि मलाई केटाहरूले भने है चेस आज ज्यापुने हो आज ज्यापुने हो होइन विकल भाइलाई एक्स्ट्रोभर्ट बनाउनुपर्छ आज यसो गर्नु न त्यो कप झिकौँ न यो फुल हाल्नु पर्दैन अलिअलि अब हामी के कति कुकुरलाई कतिको भोक लाग्छ के खाने लोकल खाने कि केएफसी खाने कि अन्डा रोटी खाने कि आलु रोटी खाने कि प्रोटिनवाला खाने कि केएफसी खाने भएपछि कुरिन्टारसम्म पुग्नुपर्छ बल्ल आइपुग्यो यार कति बज्यो अहिले धेरै खाँदिन यार गाह्रो हुन्छ यार डाइजेस्ट गर्न गाह्रो हुन्छ यार अब यो टाइममा खाना खाएर कति बेला डिनर अब आई थिङ्क यही हाम्रो अर्ली डिनर यही हुन्छ होला
आजको लन्च प्लस डिनर यही हो। सोल्टी भोक लाग्छ एकदमै एकदम लाग्छ है एकदम लाग्छ। हेलो भाइ हेलो के छ भोक लाग्यो सोल्टी भोक लाग्यो बेसरी डेन्जर सोल्टी ल ठिक छ भोक लाग्नुपर्छ खानु अगाडि माइलो बिस्तारै अहिले त यो टाइममा त खाली होला यार कोही पनि छैन होला होइन यो टाइममा त कसले खान्छ ल कमेडी अन्डर नमस्ते यहीँ बस्दा ठिक होला नि त यहीँ ठिक हुन्छ जस्तो लाग्छ है यतापट्टि पनि छ यो चाहिँ हामी नर्मली काठमाडौँ पोखरा गर्दाखेरि धेरै जस्तो आउने ठाउँ हो यो चाहिँ हाम्रो मुस्ताङ थकाली प्याराडाइज ए हे यहाँ चाहिँ बाहिर बसेर ठिकै छ उता मनोकामनाको केबल कार छ जाँदैछ उता यस्तो दामी भ्यू छ।